नमस्ते सबैजनालाई। म आज मेरो सुपर हन्ड्रेडका भाइ बहिनीहरूलाई अलि लङ समयसम्म, अलि बढी समयसम्म कसरी पढ्ने, अब त रिभिजन गर्नुपर्ने बेला आज सिई नजिक आएको छ, त्यही भएर यो समयमा कसरी पढ्ने र कसरी अलि बढी आवरसम्म हामीले आफ्नो त्यो स्ट्रेन्थ जो सुरु इनिसियल फेजमा पढ्दा मन लाग्छ त्यही वेमा कसरी अगाडिसम्म दिनभरि रातिसम्म पढ्ने भनेर केही ट्रिकहरू बताउँछु, जो सबै तपाईँहरूलाई थाहा पनि छ र म अझ त्यसमा केही थप्छु। लाइक एउटा टेक्निक छ पोमोडोरो टेक्निक भन्ने है। त्यसमा चाहिँ के हुन्छ भनेपछि हामीले सर्टेन टाइम पढ्छौँ, हाम्रो अटेन्सन जुन बेलासम्म हुन्छ, जस्तै 30 मिनटको छ कसैको भन्यो भने, कसैको 50 मिनटको छ भन्यो भने लाइक 50 मिनटसम्म पढ्छौँ। त्यो 50 मिनट पछि चाहिँ हामी 10 मिनट चाहिँ ब्रेक लिन्छौँ। त्यो ब्रेकमा फेरि मोबाइल चलाउने त्यो गऱ्यो भने फेरि माइन्ड ह्याङ हुन्छ। सकेसम्म त्यो बेला स्ट्रेचिङ गर्ने, वाक गर्ने, फ्रेस हावा खाने एउटा त्यो टेक्निक भयो है। सर्टेन टाइम पढ्ने अनि एकदम त्यसको 10% टाइम जति ब्रेक लिने, अझ पढ्ने अझ ब्रेक लिने, अनि 3 एपिसोड यस्तो गरिसकेपछि बिचमा अझ केही समय 30 मिनट जति लामो ब्रेक लिने, अनि त्यसपछि त्यो बेला चाहिँ केही रमाइलो खानेकुरा खाने, बरु त्यो बेला मोबाइल चलाउने, अनि त्यसपछि बिचमा अझ केही एमसिक्यूहरू प्र्याक्टिस गर्ने, अनि फेरि पुरानो फेजमा जस्तै बिहान फिजिक्सको त्यसरी रिभिजन भएको थियो भने दिउँसो केमिस्ट्रीको गर्ने, यसरी गर्न सकिन्छ। अनि अर्को चाहिँ हाम्रो एउटा हुन्छ टाइम टार्गेट भन्ने पोलिसी हुन्छ क्या। त्यसमा चाहिँ के गर्न सकिन्छ भनेपछि हामीले सर्टेन टार्गेट राख्छौँ, आज म यति भ्याउँछु भनेर, त्यो चाहिँ भ्याउने नै प्रयास गर्ने, चाहे जति समय लागोस्। ठुलो टार्गेट नराख्ने, सानो टार्गेट राख्ने र त्यो पुरा गर्ने, र त्यो पुरा भइसकेपछि सेलिब्रेट गर्ने क्या। सेलिब्रेट गरेर आफूलाई केही रिवार्ड दिने, आफूलाई मनपर्ने कुराहरू गर्ने, त्यो गर्न सकिन्छ। अरू छ इन्भाइरोमेन्ट चेन्ज। सबभन्दा खतरा कुरा भने चाहिँ पढ्नलाई इन्भाइरोमेन्ट चेन्ज गर्न सकिन्छ। इन्भाइरोमेन्ट चेन्जले हाम्रो दिमागलाई पनि फ्रेस बनाउँछ। जस्तै म अहिले त्यहाँ बसेर पढिरहेको थिएँ भने आफ्नै कोठामा पनि अहिले टेबलमा बसेर पढिरहेको छु, र यहाँ पनि झ्याउ लाग्यो भने म आफ्नो घरको वरपर होस्टेलको कतै रुख हुन्छ, छारी हुन्छ, त्यहाँ गएर पढ्दा पनि हुन्छ। इभन मोबाइलमा फोटो खिचेर चिया खान गएर त्यो चिया खाने ठाउँमा मोर्फोलोजीको एउटा टपिक भ्याएर आउँछु भन्दा नि हुन्छ, त्यसरी पढ्दा पनि हुन्छ। मैले सुपर हन्ड्रेडका भाइ बहिनीहरूलाई पटक पटक भन्दा आएको कुरा के हो भने, जो कुराहरू धेरै पटक याद गर्नुपर्छ त्यो कोठामा टाइम पास नगर्नुहोस्। फिजिक्स केमिस्ट्री जस्तो त्यो बायोलोजीका कुराहरू, इनअर्ग्यानिकका कुराहरू चाहिँ जेनरली चिया पसलमा, रुखको तल अथवा कुनै ठाउँमा धेरै याद गर्नुपर्ने कुराहरू चाहिँ वाक गर्दै, कुनै पार्कमा जाँदै, कुनै लाइब्रेरीमा जाँदै सक्नुहोस्। इन्भाइरोमेन्ट चेन्ज गर्नुहोस्, एउटा त्यो हुन्छ। अर्को भने बिचबिचमा एमसिक्यू, झ्याउ लाग्ने बित्तिकै पास्ट इयर क्वेसनको एमसिक्यू गरिदिने। त्यसरी के हुन्छ भने मैले आज पढाएको छु भन्ने मोटिभेसन मिल्छ र दिनभरि पढाएको छैन भन्ने जो राति स्ट्रेस हुन्छ नि, त्यो स्ट्रेस कम हुन्छ। अनि अर्को भनेको चाहिँ ग्रुप स्टडी, ग्रुप साथी बनाउने, आज यति भ्याउ भन्ने साथीलाई, अनि त्यसपछि आफूले पनि भ्याउने, अनि राति एकअर्कालाई सोध्ने। यो टेक्निक चाहिँ मलाई पनि बेस्ट लाग्छ, किनभने जब साथीसँग स्टडी गरिन्छ त्यति बेला बिचबिचमा मोबाइल चलाउने अनि अरू मन लाग्दैन क्या। यो मैले इभन